ब्लग लिएर तपाईहरु समक्ष आइरहेको छु र आज चाहिँ हामी मुलुङ गाउँपालिका वडा नम्बर 6 सिरचौर जान लागिरहेका छौं र मेरो साथमा चाहिँ हाम्रो भाइको नाम ल भन्दै भाइ हामी सौगात फुयल रहेको छ र सौगात फुयल चाहिँ के बाटो हो भाइ अफरोड छ अफरोड कच्ची साथसाथै पिच गर्ने कार्य पनि हुँदैछ त्यो भएको कारणले चाहिँ यो रेनकोट लाउनु पर्ने हामी चाहिँ सिरचौर जानुको कारण चाहिँ आज के रे भाइ एउटा अफिसको सानो राष्ट्रिय परिचय पत्र वितरण गर्ने काम र सँगसँगै सानो भ्लगिङ पनि गरौँ भनेर हो। एउटा यो चार्जर त्यहाँ छ हेर्नु को चार्जर हाल्नु छको कार्ड यहाँ चाहिँ बाटो यस्तो कच्ची छ पालिका गाडी कार्य चाहिँ मदन दाई चाहिँ एनर्जी ड्रिङ्क लिन जानु भएछ बाइक यहाँ पार्किङ हुँदैछ पालिकाको जाने बाटो बनिरहेछ यहाँनिर कार्य भइरहेछ यहाँ चाहिँ हाम्रो दिक्पाल सुन्दर दाईको स्टोर हो ठेकदार साहबलाई धेरै धेरै धन्यवाद त्यसै गरिराख्नु होला पानी हालिदिनु दिनको 2 पटक पानी हाल्ने ठाउँमा होइन हुन त यहाँ सडक निर्माणको कार्य पनि भइरहेको छ त्यही पनि धुलो चाहिँ अति नै रूपमा उडेको हिँड्नै गाह्रो हुन्छ बाइकमा हिँड्नलाई चाहिँ सिरचौर जाने क्रममा रातमाटे भन्ने एउटा गाउँमा आइरहेको छ मुलुङ गाउँपालिका वडा नम्बर 5 को यहाँ भन्दा पारीको चाहिँ दाल गाउँ हो पालिकाको भवन पनि छ बाटोमा यस्तो ठुलो यति बेला चाहिँ हामी मुलुङ गाउँपालिका वडा नम्बर 5 को डाँडाखर्क आइपुगेका छौँ। यो चाहिँ वान अफ द बेस्ट भ्यू पोइन्ट अफ मुलुङ वार्ड नम्बर 5 वार्ड नम्बर 5 एकदमै बेस्ट भ्यू पोइन्ट हो। यहाँ चाहिँ हाम्रो कसले बनाएको थाहा भएन तर यस्तो दामी ठाउँ बनाउनु भएको छ। यहाँबाट हामीले मुलुङ 8 मुलुङ 2 मुलुङ 1 मुलुङ 5 मुलुङ 4 3 लगायतका ठाउँहरू देख्न सकिन्छ। हामी देख्न सक्छौँ मुलुङ 5 मुलुङ 4 पारी त्यसै गरी तल मुलुङ खोला यहाँ चाहिँ एकदमै राम्रो भ्यू पोइन्ट हो। तर आज चाहिँ एकदम टुवालो लागेर धुवा धुलो भएको कारणले गर्दाखेरि मौसम पनि सफा देखिएको छैन। अन्य मौसम खोलेको बेलामा एकदमै राम्रो देख्ने हाम्रो मुलुङ गाउँपालिका वडा नम्बर 5 को पर्दछ यो रोड मेरा नै यो डाँडा खर्कमा चाहिँ यसरी यहाँ बस्ने ठाउँ यहाँ पानीको बोतल साथै यहाँ फोहोर व्यवस्थापनको लागि यहाँ यस्तो बनाएर राखेको छ। अब हामी चाहिँ यहाँबाट फेरि यात्रा सुरु गर्छौँ मदन दाईको साथदेखि यहाँसम्म आउँदाको यात्रा चाहिँ कस्तो रह्यो? मजा आएन मजा आएन होइन धुलो कतिको भयो मुलुङ गाउँपालिकाको एकदमै सफल उद्यमी व्यवसायी हाम्रो राजन खत्री दादा पनि आइपुग्नु भएको छ। डाँडाखर्कको क्या सोइलाग्दो भन्नु उता पार्दैन एकदम अप्ठ्यारो छ अगाडि राजन खत्री दादा होइन त राजन खत्री दादा जानुहुन्छ पछाडि हामी
यति बेला मोलुङ गाउँपालिका वडा नम्बर 6 को पेसलगैर आइपुगेका छौँ र यहाँ चाहिँ दुईवटा बाटोहरू छन्। एउटा राइट ह्यान्ड साइडमा छ भने एउटा लेफ्ट ह्यान्ड साइडमा। लेफ्ट ह्यान्ड साइडमा चाहिँ हामीले एकदमै राम्रो गौतम बुद्धको मूर्ति भए ठाउँमा र भ्यू पोइन्ट हेर्ने ठाउँमा पुगिन्छ भने राइट ह्यान्ड साइडबाट पनि मङ्गलबारे बजार नै जाने हो। राइट लेफ्ट दुवैतर्फ जहाँबाट गए पनि मङ्गलबारे नै पुगिन्छ। तर सर्टकट राइट ह्यान्ड साइडबाट छ भने लेफ्ट ह्यान्ड साइडबाट चाहिँ बुद्धको मूर्ति लगायत भ्यू पोइन्टहरूमा हामी पुग्न सक्छौँ। त्यही भएर हामी चाहिँ लेफ्ट ह्यान्ड साइडमै बाट नै अगाडि बढ्दैछौँ। बाटो खत्तम छ त्यही पनि हामी बाटो एकदम कच्ची रहेको छ। बाटो कस्तो छ गौतम बुद्धको स्ट्याचु चाहिँ माथि रहेको छ। यो मोलुङ गाउँपालिका वडा नम्बर 6 बन्दै हो। गौतम बुद्धको स्ट्याचु एकदम बब्बालै छ। मोलुङ गाउँपालिकाको लगानी पनि रहेको छ भने यहाँ हाम्रो अरू त भन्नै जाने क्या त मैले जाने कि नजाने त्यहाँ अहिले हामी जाँदैनौँ। यसको बारेमा अहिले हामीले ढिलो भएको कारणले हामी अगाडि बढ्दैछौँ भरे फर्किने क्रममा। यस स्ट्याचुको बारेमा बब्बालै तरिकाले हेर्ने भनेको यस्तो रोडमा चलाइसकेपछि के फाइदा हुन्छ भन्दा ट्रायल चाहिँ एकदम फाइदा हुन्छ। एकदमै पहिलेदेखिको प्रख्यात ठाउँ पनि हो र यहाँ अलिकति माथितिर कालिका देवी मन्दिर पनि रहेको छ जहाँ हिन्दूहरूले एकदमै हिन्दू धर्मावलम्बीहरूको लागि एकदमै प्रख्यात चाहिँ धार्मिक स्थल रहेको छ। पहिलेदेखि डाँडाबाट धेरै पाहाडसम्म जाने यात्रीहरू जाने आउने गर्नुहुन्थ्यो। यो माथिबाट हाम्रो देखाइदिएको भाइ ठुलो खर्च मङ्गलबारे बजारतर्फ अगाडि बढ्छौँ। ठुलो खर्च जाँदा मौसम सफा भएको बेलामा तलतिर पनि एकदमै राम्रो यहाँबाट। हाल चाहिँ मौसम सफा नभएको अगाडि माथि चाहिँ पेसला मेडिकल प्लस पेसला बोर्डिङ। यहाँबाट दायाँतर्फ मङ्गलबारे बजार मोलुङ गाउँपालिका वडा नम्बर 6 को कार्यालय झिजिबेम्बा गाउँपालिका जान सकिन्छ भने हाल मोलुङ गाउँपालिका र प्रदेश सरकारको लगानीमा चाहिँ यहाँबाट नयाँ बाटो निर्माण कार्य भइरहेको छ। हामी देख्न सक्छौँ तारिक यहाँबाट चाहिँ मोलुङ गाउँपालिका वडा नम्बर 3 भयो। नमस्कार दादा। नमस्कार। परिचय पत्र बाँड्नु। ल हामी यति बेला ठ्याक्कै मङ्गलबारे बजार प्रवेश गर्छौँ। देब्रे हात देब्रे हात वरिष्ठ साथीले हाम्रो आफ्नै अङ्कल है चाहिँ श्री चौरमा कपडा पसल। आज मङ्गलबार हो, मलाई चाहिँ त्यही पनि थाहा छ।
भाइ के छ के गरेको यो चाहिँ 6 नम्बर वडाको बजार हो सबैभन्दा सस्तो सक्रा हात मिठासम्म जान्छ एकदम दामी वाह यो चाहिँ मुलुङ गाउँपालिका वडा नम्बर 6 मा बनेको एकदमै राम्रो गौतम बुद्धको मूर्ति रहेको छ जसमा चाहिँ मुलुङ गाउँपालिकाको कार्यालयबाट रु 3 लाख रुपैयाँ बजेट विनियोजन भएको थियो भने यही गाउँ आसपास रहनुहुने गाउँको दाजुभाइ तामाङ दाजुभाइ दुईजनाले कुर्मान तामाङ र एकजना के तामाङ मलाई राम्रोसँग नाम आएन उहाँहरूले 1 लाख र एउटा 3 2 गर्दा 5 लाख गरेर यो जम्मा जम्मी लाग्छ 6 लाख लगानीमा यति धेरै राम्रो गौतम बुद्धको मूर्ति मुलुङ गाउँपालिका वडा नम्बर 6 मा बनेको छ र यस मूर्ति बनाउनमा चाहिँ हाम्रो मुलुङ गाउँपालिका वडा नम्बर 6 निवासी अविनाश तामाङ भाइले चाहिँ एकदमै ठुलो देन दिएको छ किनभने ऊ ओखलढुङ्गा जिल्लामा बस्यो हाम्रो चाहिँ मुलुङ गाउँपालिका वडा नम्बर 6 बाट 1 लाख बजेट विनियोजन भइकन यो बुद्धको मूर्ति नजिकै सानो एउटा प्रतीक्षालय बन्दै रहेछ हाम्रो अध्यक्षज्यू हुँदो रहेछ यो वडाबाट 1 लाख दिएको बजेटले अलिक बनाउँदाखेरि मुस्किल छ यो बनाउन नै अलिक गाह्रो 10वटा पिल्लर घुमाउने छानो मिलाएर बनाउनु निकै कठिन छ है कठिन छ यो सामान किन्नलाई ध्वनि गर्नलाई गाह्रो छ हस् त धन्यवाद यहाँले रु 1 लाखमा भए पनि यहाँ ढुवानीको हिसाबले पनि एकदमै टाढा पारीदेखि रामपुरदेखि ल्याउनु पर्ने हुन्छ सामग्रीहरू उहाँहरूले लागेर आफ्नो ठाउँको लागि भनेर निकै नै मेहनत गरेर यो विकासको काम गर्दै हुँदो रहेछ बाबु तिमीलाई कस्तो लागेको छ यो चाहिँ आन्तरिक पर्यटकीय स्थल एकदम राम्रो लागेको छ यहाँनिर चाहिँ आउनु होला वैशाख पूर्णिमामा होइन त वैशाख के जयन्ती बुद्ध जयन्तीमा चाहिँ यहाँनिर बवाल प्रोग्राम हुने होला बवाल प्रोग्राम होला जस्तो चाहिँ आउनु कस्तो लाग्यो बुद्धको मूर्ति भन्दै नि दामी छ बुद्धको मूर्ति चाहिँ बनाउनेलाई चाहिँ खत्रै छ ल सल्युटै छ हो ओपी छ
ल ठिक छ। यहाँबाट हामीलाई हेर्न यहाँ आज मौसम नखुलेको कारणले गर्दाखेरि सबैतिर राम्रोसँग क्लियर देख्न सकिएको छैन, तर यहाँबाट मोलुङ गाउँपालिका वडा नम्बर 7 देब्रेतिर, त्यसै गरी पारी मोलुङ गाउँपालिका वडा नम्बर 8, त्यसै गरी मोलुङ गाउँपालिका 1, 2, 3, 4, 5 सबै वडाहरू यस ठाउँबाट देख्न सकिन्छ।